हेलो नमस्ते गुड मर्निङ एभ्रिवान के छ सन्चै हुनुहुन्छ होला हामी पनि सन्चै छौँ यता सो फाइनली हामी चाहिँ आज चट्ट लाएर यसो घुम्न जाने लाग्यो होइन गोर्खा भच्याकको भ्यू कस्तो हुने रहेछ हेरिदिउँ न होइन पहिलोचोटि जाँदैछ मनमा पनि काउकुती लागिरहेको छ नगडा हो भिडियो अन्तिमसम्म हेरिदिनु होला जे जस्तो भए पनि सो त्यही हो जानुभन्दा अगाडि मेरो गाउँको नजारा हेरिदिउँ चट्ट लाएर सर चट्ट यस्तो छ होइन गाउँको बाटो चाहिँ यहाँबाट आज जिप नआएर हिँडेर जानुपर्ने हुन्छ अरङ्तीसम्म त पिल्नुठीको घर चट्ट लौरेको क्याब उडेछ होइन मैले चाहिँ चट्ट लाएर छिबाडेदारको बाटो ओह्रालो झर्दैछ होइन बबाल छ छिबाडेदारको पहिला चाहिँ यो जाली हालेको थिएन अहिले चाहिँ हालिदिएको रहेछ माथिको चाहिँ यस्तो छ भ्यू तल दामी छ होइन छिबाडेदारको बाटो यता चाहिँ भिर छ होइन यता भिर छ तल खोला यो खोलाको नाम किसेदी खोला यता पनि खोला छ होइन अर्को साइडमा त्यता चाहिँ भारे खोला भन्छ होइन बाटोको सिटी चाहिँ यसो गरी हालेको छ होइन ल तल चाहिँ यताको अघि बनेकै खोला होइन चट्ट लाएर मामा कलकत्ताको त्यहीँ चट्ट लाएर यहाँ पुग्यौँ हामी सो अहिले चाहिँ हामी करङ्ती बेसी वडा कार्यालयमा पुग्यो गाइस होइन एकछिनपछि गाडी चढ्नेछौँ ल धन्यवाद सो फाइनली हामी गाडी चढ्यौँ होइन होइन लगडा हो गोर्खा तर्यो हामी यताको चाहिँ लमजुङ बारी चाहिँ गोर्खा चेपे खोला सो अहिले हामी खत्री ठाडी भन्ने ठाउँमा पुग्यो गाइस होइन अब यहाँबाट चाहिँ बोट चढ्नुपर्ने हुन्छ यहाँबाट चाहिँ अब बोट चढेर यहाँबाट जान्छ होइन यो रोडबाट यहाँ रहेछ लोकेसन चाहिँ यहाँबाट जान सकिन्छ भनेर बुझाएर चाहिँ चट्ट यहाँ रहेछ बोर्ड चाहिँ ठाडी पोखरी भनेर लेख्या होइन यहाँ चाहिँ यहाँबाट लिकलिकोट पनि जाने रहेछ च्याक यताबाट अर्को पनि देखाइरहेछ सो हामी लालीगुराँस पदम मार्ग आइपुग्यो गाइस होइन चट्ट लाएर यताको भ्यू देख्न सक्नुहुन्छ गोर्खा यहाँ चाहिँ भात खाने ठाउँ होइन बसमा चट्ट गोर्खा भजेको बोट रहेछ यहाँनिर गोर्खा भजेको भ्यू यहाँ तल देख्न सक्नुहुन्छ गाउँहरू चट्ट लाएर पहिला चाहिँ यहाँ ग्राउन्ड थियो यस्तो बनाइदिएछ माइन्चोक रमाइलो भलिबल म्याच भइरहेछ यता चाहिँ भिडियोलाई लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला फेरि पनि म सक्दो राम्रो भिडियो ल्याउन सक्ने कोसिस गर्दछु हस्त धन्यवाद।